up, bro? Sean the Good morning, साथीहरु. म चाहिँ अबुधाबी सिटीबाट हाल वैदेशिक जीवनयापन गर्दैछु. अहिले बिहानको 6 बज्न आँट्यो. डेली रुटिन नै भइसक्यो. 5:30 मा उठ्यो, त्यसपछि फ्रेस भयो, टिफिन उठाउने, त्यसपछि लुगा लाइयो, त्यसपछि गेट ब्याक टु द वर्क भने जस्तो. अरू भन्दा नि आजकल रमजान चलिरहेछ, त्यसले गर्दा पनि अझ झन् दिक्कत भएको छ कि साथीहरू. किनभने त्यसले गर्दाखेरि ट्राभलिङमा अलिकति प्रब्लम आएको छ. पहिला हरेक 10 मिनटमा बस छुटिन्थ्यो भने अहिले चाहिँ हरेक 30-40 मिनट्समा बस छुट्ने हुन्छ. त्यही माथि मभन्दा अगाडि नै 9-10वटा स्टपहरू छ, जस कारणले चाहिँ यतासम्म आइपुग्दाखेरि पहिला जहिले पनि उभिएर जान पर्थ्यो भने अहिले उभिने समेत ठाउँ हुँदैन. त्यही भएर चाहिँ म चाहिँ बस स्टप जानुपर्ने हुन्छ. किनभने बस स्टपमा गयो भने कमसेकम खाली हुन्छ, लाइन बसेर एकछिनमा मजाले आनन्दले सिटमा बस्न सकिन्छ, पाइन्छ भनौँ न. त्यही भएर बस स्टप जानुपर्छ. इसे नोट किया जाए. बस स्टप जानको लागि फेरि अर्को गाडी चढ्नुपर्छ, त्यो चाहिँ झ्या हुन्छ क्या. खेर हेर्न सक्नुहुन्छ तपाईँहरू, अन्डरग्राउन्डमा हिँडिरहेको छु म अहिले. अर्काको अन्डरग्राउन्ड कति धेरै राम्रो छ, हाम्रो कहिले बन्यो यस्तो. अन्त अब नेताले मात्र गाली गरेर हुँदैन, जनताहरू पनि अलिकति सचेत हुनु पऱ्यो. हामीले अब राम्रो मान्छे भन्नाले अहिले चुनाव आएर छ, यो भनेको एकदम राम्रो मौका हो. त्यही भएर राम्रो मान्छेलाई छान्नुपर्छ. त्यति हो साथीहरू. पहिला जस्तो आफ्नो मेरो पार्टी मेरो साथीभाइ दाजुभाइ होइन, काका काकी त्यस्तो रिलेसनमा अड्केर हुँदैन. यसपालि चाहिँ राम्रो मान्छेलाई भोट दिनुपर्छ हामीले. अच्छा, हमको सिखा रिया है. त्यति भन्दै अहिले म बस स्टपमा गएर बस कुर्नुपर्छ. अहिले पहिला 54 चढेर बस स्टप जाने, अनि त्यसपछि 184 चढेर ल साथीहरू. म चाहिँ लड्दै र पढ्दै अब भर्खरै बस स्टप आइपुगेको छ. मेन बस स्टप टर्मिनल हमदानी स्टोर साइडपट्टि अबुधाबी सिटीको है. त्यो यता आउनु पनि प्याक, उता जानु पनि प्याक, जता पनि प्याकै प्याक. आजकल लास्टै प्याक, बेलुका पनि खानुपर्छ हामीले प्याक. तू समझा? हाँ. नहीं, तू समझा नहीं. सोच्नु न यार, मेरो ड्युटी स्टार्ट हुन्छ 8 बजे, कहिले कहिले त 7:30सम्म यहीँ हुन्छ कि. म फेरि 40 मिनटको ट्राभल गरेर जानुपर्ने हुन्छ. त्यही भएर जहिले सुपरभाइजरले किन ढिलाएको आइरम बाइरम दुनियाँभरि दिमाग खराब. ल साथी हो, लामो समयको पर्खाएपछि गाडी बल्ल तल आइपुग्यो. अब भित्र गएर आनन्दले सुतेर जानु पऱ्यो. निन्द्रा पुगेको छैन साथीहरू, त्यही भएर सुतेर अनि भरे उता पुगेपछि कुरा गरौँला. स्टे ट्युन गाइस. सधैँ घरमा ककटेल पार्टी ठुलो सचिव भएको रे. गोर्लेको पकेटमा हात्ती महँगो घडी लाको रे. हजुरबाको फुल्छ छाती भ्रष्टाचारी भएकोले. छोरा मेरो बिलौना गर्छ, बाइसाइकल चाहिँ चाहियो रे. छोरीलाई खेलौना छैन, बार्बी डल ल्याइदेऊ रे. कहाँबाट ल्याउनु छोरी, देशको सेवा गर्दैछु, होइन म त्यो घुस. ल साथी हो, आनन्दले सुतेर आइयो. भर्खरै आइपुगे, गाडीबाट झरेर हेरेको बाहिरको मौसम त यस्तो भयङ्कर भइरहेको रहेछ, बाग्लो हुसु लागेर होइन. कस्तो गाउँतिरको पो याद आयो. गाउँतिर भयो भए त यस्तो अब बर्खातिर हुन्छ नि त, चिप्लो बाटो अनि बाग्लो हुसु, अनि त्यसपछि चिसो चिसो मौसम होइन. यतिखेर त गाउँमा भयो भए त कोदो रोप्नलाई कुटु कोतालो अनि प्लास्टिक बोकेर हिँड्ने हो नि त होइन. पुरा त्यो पो याद आयो क्या. कता आनन्द नै हुन्छ नि त होइन. तर एउटा किरा करायो भने त्यो रुखमा बसेर उहाँ गर्ने किरा हुन्छ नि, त्यो किरा करायो भने चाहिँ लास्ट जो फिल हुने क्या. कस्तो होइन, तर मजा चाहिँ हुन्छ है. त्यतिखेर कस्तो
बेग्लै हरेक मौसममा हाम्रो नेपालमा चाहिँ हरेक मौसममा कस्तो आनन्द छ कि छुट्टै छुट्टै भाइ होइन छुट्टै फिल आउने खालको त्यस्तो हाम्रो जस दामी हो यार आफ्नो ठाउँ कसम यार डाँडामाथि गएर यसो तलतिर अग्लो डाँडामा गएर तलतिर हेर्दाखेरि बादल ढाक्नु त्यो टुक्राहरू हेर्दाखेरि क्या दामी हुनु स्वर्गको त्यो टुक्रा देखाए जस्तो होइन त्यही माथि भालो जस्तो हुन्छ नि त उड्ने पो कि जस्तो फिल हुने होइन त्यस्तो दामी हुन्छ नि हाम्रो ठाउँ त कसम केटाहरूले राम्रो गरिदियो भए कहाँबाट कहाँ पुग्थ्यो होला क्या हामी पनि यसरी बाहिर दुःख गर्न आउनु पर्दैन थियो होला होइन हुन त अब नेताहरूको मात्र गल्ती छैन यहाँ जनताहरू पनि अब के भन्ने अब त्यस्तै छ होइन सबैजना आफ्नो पार्टी आग्राम बाग्राम दुनियाँधरि अहिले हेर्नु न अब जुन सरकार हटाउनलाई चाहिँ त्यत्रो आन्दोलन गरियो अब त्यही सरकारलाई फेरि अब मतलब त्यही मान्छेलाई फेरि अब चुनावमा लडाइरहेछ होइन अब चाहन्छ नि त उसको नि अब फेरि सरकार बनाउन सक्दैन भन्ने भन्न सकिँदैन नि त उसको पनि चाहन्छ नि त किनभने ऊ पनि चुनाव लडिरहेको छ के भन्ने अब क्या देखा जाएगा चुनावपछि होइन सबैजना भोट चाहिँ परिवर्तन खोजेर राम्रोसँग सोचेर दिनु होला अब अघि भिडियो देखिरहेको थिएँ एउटा बुढी आमाले हामीलाई त मासै दिएन हामीलाई त खानेकुरै दिएन भनेर के भन्दै हो भने गुनासो पोख्दै हुनुहुँदो रहेछ त्यस्तो सोच्ने होइन आमा अब यसपालि मासु दिने खोज्ने होइन पैसा दिने खोज्ने होइन आफ्नो नाति आफ्नो छोरा छोरीको राम्रो भविष्यको लागि भोट दिनु होला भन्न चाहन्छु र सबैजना जेनजी साथीहरू स्टिल लुक लाइक कन्फ्युज कोही अब जसलाई मुर्दाबाद गरियो त्यही पार्टीमा गएर चाहिँ होइन यो पार्टी राम्रो छ भन्ने नि त्यस्तो नगर्नु होला आफ्नो साथीहरूले दिएको बलिदानलाई ख्याल राख्नु होला भन्दै अहिले म लोकेसनमा जाँदैछु साथीहरू म चाहिँ यस आइल्यान्डमा काम गर्छु यस आइल्यान्डको यता यो चाहिँ छेउछाउतिर हो लोकेसन पुग्न लाग्यो जस यात्रा लामो हुनेछ कृपया मन पऱ्यो भने या फिर अब यात्राको सहयात्री बन्नु चाहनुहुन्छ भने चाहिँ यसो सब्सक्राइब गरेर फ्यामिलीमा जोइन गर्न सक्नुहुन्छ 365 डेज फर्स्ट च्यालेन्ज गरौँ होइन कतिजना चाहिँ परिवार जोडिने रहेछ त्योभन्दा अगाडि 21 डेज चाहिँ एकदम मेरो पर्सनल च्यालेन्ज छ किनभने अलिकति थट्सहरू आइरहेको छ नहुने कुराहरू त्यो कुराहरू चाहिँ त्यो हटाउनको लागि चाहिँ 21 डेज च्यालेन्ज गर्दैछु अच्छा यदि तपाईँसँग पनि कुनै नराम्रो हेबिटहरू त्यस्तो बानीहरू छ भने मसँग चाहिँ आजैबाट 21 डेज च्यालेन्ज स्टार्ट गरौँ अनि 21 डेज पछि हामी रिजल्ट हेरौँ कस्तो हुन्छ त्यो साँच्चै सफल हुन्छ कि हुँदैन होइन अनि प्लस अब त्यही हो खेर धेरै झ्याउ गर्दैन म यति भन्दै आजको अब यात्रा यतैतिर टुङ्ग्याउँछु लोकेसन पुग्न लाग्यो सो ड्युटी गर्नुपर्छ अब अर्काको ठाउँमा है आएपछि के गर्नु खेर केही छैन साथीहरू भेट्दै गरौँला कुरा गर्दै गरौँला मन पऱ्यो भने लाइक सेयर सब्सक्राइब गरिदिनु होला भन्दै अब बिदा लिन चाहन्छु म नि हेर्दा गफाडै भइसक्यो कति धेरै गफानु ल म धेरै झ्याउ गर्दैन ओके ल बाई हेभ अ गुड डे थ्याङ्क यू सो मच